आजको सबैभन्दा ठूलो खबर, रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि आफ्नो आइपिओ खुलाउँदैछ। यो सामान्य आइपिओ होइन, यो त नेपाली शेयर बजारको इतिहासकै सबैभन्दा महँगो र सबैभन्दा धेरै चर्चामा रहेको निष्कासन हो। ल, अब सुरु गरौँ पहिलो खण्डबाट। यो रेकर्ड तोड आइपिओ को मुख्य कुरा के हुन् त हेरौँ। मिति याद गरिहाल्नुस्। आइपिओ खुल्नेछ पौष 7 गते र बन्द हुनेछ पौष 11 गते। यो बुक बिल्डिङ विधि मार्फत आउँदैछ। तर सबैको ध्यान खिचेको कुरा त यसको मूल्य हो। प्रति किता सुन्नुस् है, 820 रुपियाँ 80 पैसा हो। तपाईले ठिक सुन्नुभयो, अहिलेसम्मकै सबैभन्दा महँगो आइपिओ हो यो। अब अलिकति गहिराइमा जाउँ। यसमा लगानी गर्न कति खर्च लाग्छ र शेयर पर्ने सम्भावना कतिको छ त? सामान्यतया 10 किता आवेदन दिने चलन छ, होइन त? तर यहाँ त्यस्तो छैन। यसमा न्यूनतम मतलब कम्तीमा पनि 50 किताको लागि आवेदन दिनै पर्छ। यो सामान्य भन्दा धेरै ठूलो प्रतिबद्धता हो। अब हिसाब गरौँ, 50 किताको लागि कति लाग्छ त? न्यूनतम लगानी नै 41,040 रुपैयाँ हो। 41,040 रुपैयाँ। यो रकमले धेरै साना लगानीकर्ताहरूलाई सुरुमै बाहिर राख्छ। मतलब यो कुनै 1,000-2,000 रुपियाँ लगाएर भाग्य परीक्षण गर्ने आइपिओ बिल्कुलै होइन। यो त सुरुदेखि नै ठूलो लगानी र उच्च जोखिम बोकेको एउटा हाई स्टेक्स खेल हो। अब शेयर बाँडफाँडको कुरा गरौँ। सर्वसाधारणको लागि कुल शेयर संख्या छ 9,24,768 किता। अब सोच्नुस् त, सबैले न्यूनतम 50 किताका लागि आवेदन दिँदा कतिजनालाई पर्ला? जम्मा 18,495 जना भाग्यमानी लगानीकर्तालाई मात्र। लाखौंले आवेदन दिने बजारमा यो संख्या त नगण्य जस्तै हो।